हुन्छ। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिँदै यहाँहरू सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह नमस्ते पनि भन्न चाहन्छु। र आज तपाईँहरूको बिचमा एकदम नै इम्पोर्टेन्ट वचन म तपाईँहरूको बिचमा लिएर आएको छु। ध्यान दिएर सुन्नु होला। सुरुदेखि अन्तिमसम्म तपाईँहरूले सुन्नुभयो भने एकदमै आशिषित हुनुहुनेछ है। आज इजरायलीहरूको बारेमा छ नि, इजरायलीहरू किन चाहिँ उनीहरू तितर बितर हुनु पर्यो, नरसंहारमा हुनु परेको थियो। 60 लाख युदीहरू चाहिँ हिटलरले किन नष्ट गरेको थियो, यो विषयमा तपाईँहरूलाई म बताउन चाहन्छु। तर अन्तिमसम्म अलि लामो हुनसक्छ, तपाईँहरू अन्तिमसम्म सुनिदिनुहोस् है र हेरिदिनु होला। म अब सुरु गर्न चाहिँ इजरायलीहरूले के पाप गरेका थिए र उनीहरू नरसंहार हुनु पर्यो त भन्दाखेरि 1 नम्बरमा चाहिँ गनगन अथवा झगडा गरेको थियो। तपाईँहरूले वचन पनि यहाँ म टिप्नु होला है, तपाईँहरूले म ध्यान दिएर है, तपाईँहरूले चाहिँ म सबै पढ्दिनँ, वचनको पदहरू चाहिँ दिन्छु। प्रस्थान 15 अध्यायको 22 देखि 24 पदमा चाहिँ यो कुराहरू हामी पाउँछौँ, किन झगडा गरे भनेर। अनि प्रस्थान 16 कै 1 देखि 3 मा, अनि 17 अध्यायको 1 देखि 4 पदमा, गन्ती 11 को 1 देखि 5 पदमा यो कुरा हामी एकदम प्रष्ट पाउन सक्छौँ। 2 नम्बरमा अनि इजरायलीले गरेर मूर्ति पूजा र व्यभिचार गरेको थियो है। ध्यान दिएर मूर्ति पूजा अनि व्यभिचारमा उनीहरू लागि पर्यो, त्यही भएर उनीहरू नष्ट हुनु पर्यो। प्रस्थानको पुस्तक 32 अध्यायको 1 देखि 8 पदसम्म हामी यो कुरा पाउँछौँ। पहिलो राजाको पुस्तक 11 अध्यायको 1 देखि 11 पदसम्म, 12 अध्यायको 28 देखि 30 पदसम्म यो एकदम नै तपाईँहरूले पढ्नु होला है, इम्पोर्टेन्ट कुरा छ। अब 3 नम्बरमा प्रस्ताव नगरेको कारणले उनीहरूले प्रस्ताव गरेन नि त, अनि उनीहरू नष्ट हुनु पर्यो। योएलको पुस्तक 12 अध्यायको 2 अध्यायको 12 पदलाई पनि तपाईँहरूले ध्यान दिनुहोस् है, पढ्नु होला। अनि 1 2 3 4 नम्बरमा हामी हेर्दैछौँ घमण्ड अथवा अहङ्कारी। घमण्ड पनि गऱ्यो, अहङ्कारी पनि भएको छ। एशियाको पुस्तक 3 अध्यायको 16 देखि 17 पदमा यो कुराहरू पाउँछौँ, तपाईँहरूले एकदम ध्यान दिएर सुन्नुहोस् है। अनि 6 नम्बरमा येशू ख्रीष्टलाई इन्कार गरेको कारणले है, मेन कुरा चाहिँ येशू ख्रीष्टलाई इन्कार गरेर उनीहरू तितर बितर हुनु पर्यो। अनि हामीले येशू ख्रीष्टलाई इन्कार गऱ्यौँ भने हामी पनि तितर बितर नष्ट हुनसक्छ, त्यसले कहिले पनि येशू ख्रीष्टलाई इन्कार गर्नु हुँदैन भन्ने कुरा चाहिँ आजको वचनबाट हामी यसरी प्रष्ट गरी पाउन सक्छौँ। र येशू ख्रीष्टलाई इन्कार गरेको कारणले 6 नम्बरमा मत्तीको पुस्तक 27 अध्यायको 25 देखि 50 पदसम्ममा यो कुरा पाउँछौँ। र यूहन्नाको सुसमाचार, यूहन्नाको पुस्तक 1 अध्यायको 10 देखि 11 पदमा पनि यो कुरा हामी प्रष्ट पाउँछौँ है। ध्यान दिएर सुन्नुहोस्। अब म फेरि अगाडि बढ्छु। इजरायलीहरूले किन तितर बितर हुनु पर्यो त्यसो भएदेखि है, ध्यान दिएर इजरायली किन तितर बितर हुनु पर्यो त, कस्तो कसरी इजरायली तितर बितर, कहिले कहिले तितर बितर, कहिले मार्यो, कति नष्ट भयो भन्ने कुरा पनि तपाईँहरूलाई म बताउन गइरहेको छु। इजरायलीहरू परमेश्वरको विरुद्धमा भयङ्कर पाप गरेको थियो र येशू मसीहलाई पनि इन्कार गरेको कारणले इजरायलीहरू ठुलो संहारमा जानु पर्यो। परमेश्वरले आज्ञाकारी गरेमा आशिष दिनेछु र अनाज्ञाकारी गरेमा श्राप दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो है परमेश्वरले। यो कुरा एकदम महत्त्वको छ। तर इजरायलीहरूले परमेश्वरको अनादर गरे र पाप गरे र अनाज्ञाकारी भए, त्यसैले परमेश्वरले इजरायलीहरूलाई नरसंहारमा लानुभयो है। र संसार भनी नै इजरायलीहरू तितर बितर हुनु परेको छ है, तितर बितर हुनु पर्यो। त्यसै गरेर म अब कहिले भन्दाखेरि कहिले तितर बितर भएको थियो, एकदम नै इम्पोर्टेन्ट कुरा छ, तपाईँहरूले ध्यान दिएर। ईसा 70 मा यरुशलेममा मन्दिर नष्ट भयो। ईसा 70 मा चाहिँ यरुशलेमको मन्दिर थियो नि, त्यो मन्दिर पनि नष्ट भयो, मन्दिर नष्ट भयो। त्यस पछाडि इजरायलीहरू संसारभरि नै छरपष्ट वा तितर बितर भयो है, एकदम ध्यान दिएर सुन। अनि जहाँ इजरायलीहरू पुगे त्यहाँ चाहिँ उनीहरूले सताव र खेदो र गिल्लाको पात्र बन्नु परेको थियो। एकदम नै ध्यान दिएर सुन्नुहोस् है। अनि त्यस पछाडि यो वचन चाहिँ कहाँ पाउँछ यो कुरा, इजिकियलको पुस्तक 5 अध्यायको 8 पददेखि लगेर 17 पदसम्म, 17 अध्यायको 21 पदमा, अनि 22 अध्यायको इजिकियलकै पुस्तक है 22 अध्यायको 4 देखि 5 पदमा, लेवी 26 को 33 पदमा यो कुरा एकदम नै महत्त्व कुरा, तपाईँहरूले पछि पढ्नुहोस् है, फेरि एकदम नै ध्यान दिएर पढ्नु होला र सुन्ला। र फेरि म यशायाको पुस्तक 3 अध्यायको 17 देखि 26 पदमा पनि यो कुरा पाउँछौँ।
अनि एसएआईको 5 अध्यायको 5 र 6 पदलाई पनि तपाईँहरूले ध्यान दिएर एकदम बसेको बेला अध्ययन गर्नु होला। लुकाको पुस्तक 21को 20देखि 24 पदसम्म अनि मत्तीको पुस्तक 23को 36देखि 37 पदमा एकदम नै यो कुरा चाहिँ हामी पाउन सक्छौँ है। अब त्यसो भएदेखि इजरायलीहरू सताव र नरसंहारमा गरिएको इतिहास है, नरसंहार कहिले कहिले भएको थियो त भन्ने कुरा प्रमाणसहित म तपाईँहरूलाई मितिसहित म यहाँ चाहिँ म बताउन गइरहेको छु। ईसा 70मा यरुसलेमका मन्दिर रोमी सम्राट टाइटसद्वारा नष्ट गरेपछि त्यहाँ चाहिँ 11 लाख इजरायलीहरूको चाहिँ हत्या र इजरायलीको संसारभरि नै छरफ हत्या 11 लाख त उनीहरू चाहिँ के भयो त इजरायलीहरू चाहिँ हत्या नै गरियो, तर इजरायलीहरू चाहिँ संसारभरि नै छरपष्टै हुनु पर्यो। हेर्नुहोस् त येशू ख्रीष्टलाई इन्कार गरेको कारणले। अनि अब फेरि म ईसा 135मा चाहिँ रोमी सम्राटबाट हेदरियनद्वारा नै 5,80,000 जना चाहिँ इजरायलीहरूको हत्या भयो यो समयमा है। एकदम नै तपाईँहरूले ध्यान दिएर सुन्नु होला है। यहाँ 135मा ईसा 135मा त्यसले ईसा 1000देखि 66मा चाहिँ अरबीहरूले चाहिँ 4,000 जना इजरायलीहरूलाई ग्रान्डमा हत्या गरेको छ है। परमेश्वर हेर्नु त एकदम नै महत्त्वपूर्ण कुरा छ है। 4,000 चाहिँ उनीहरू चाहिँ इजरायलीहरूले ग्रान्डमा नै हत्या गरे र ईसा 1000देखि 96 है, 1000देखि 96 र 12देखि 91सम्ममा चाहिँ क्रुसेड युद्धमा चाहिँ धेरै इजरायलीहरूलाई हत्या गरिएको कुरा हामी पाउन सक्छौँ। एकदम महत्त्वपूर्ण कुरा छ है। यो त इम्पोर्टेन्ट कुरा छ, तपाईँले टिपेर राख्दा पनि धेरै राम्रो हुन्छ। अब ईसा 12देखि 15सम्ममा चाहिँ डेभिडको तारा लगाई गिल्लाको पात्र पनि बनाइयो भन्छ है। यहाँ चाहिँ तपाईँहरूले ध्यान दिएर सुन्नुहुन्छ र हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। 12देखि 15मा चाहिँ यहाँ चाहिँ डेभिडको तारा लगाई गिल्लाको पात्र पनि बनाइयो। अब त्यसो भएदेखि 13 ईसा 13देखि 48 र 13देखि 50सम्ममा चाहिँ युरोपका कारणले धेरै इजरायलीहरू चाहिँ मृत्युको मुखमा फसाइयो र झन्डै सबै युदीहरूलाई चाहिँ मारिएका थिए। झन्डै सबै भनेको चाहिँ धेरै नै नष्ट गरेको थियो होइन, धेरै झन्डै मारेको थियो भने चाहिँ। अब फेरि ईसा 13देखि 91सम्ममा 91 जुनसम्ममा चाहिँ सोबेलियाद्वारा नै धेरै हजार इजरायलीहरू मारिए र देश निकाला पनि गरिएको छ है। त्यो मसँग भिडियोहरू पनि थियो, तर तपाईँहरूलाई नमिल्ने भएर भिडियो चाहिँ फेरि पछाडि कुनै समयमा यो हामी हेर्छौँ है त। समय मिले भिडियो त सबै कसरी निकालियो भन्ने कुराहरू छ। ईसा अब 14देखि 92 र अगस्तमा चाहिँ 3,000 इजरायलीहरू स्पेन देश निकाला गरे है। स्पेन देश निकाला गरे 3,000 इजरायलीहरूलाई चाहिँ स्पेनद्वारा नै देश निकाला गरियो भनेको छ। अब ईसा 1948 र 1958सम्ममा चाहिँ रुस र पोल्यान्ड बीच युद्धमा चाहिँ 4 लाख युदीहरूलाई मारियो। एकदम नै महत्त्वपूर्ण कुरा छ। अब ईसा 1996 र 1945सम्ममा चाहिँ भएका दोस्रो विश्वयुद्धमा नाजी र तानाशाही हिटलरले चाहिँ 60 लाख युदीहरूलाई नरसंहार र यसरी नै युदीहरूले परमेश्वरको व्यवस्थालाई अनज्ञाकारी गरेको कारणले लगभग 1900सम्म चाहिँ यसरी 60 लाख युदीहरू चाहिँ नष्ट गरिएको कुरा हामी यसरी पाउन सक्छौँ। एकदम महत्त्वपूर्ण कुरा छ, तपाईँहरूले ध्यान दिएर सुनिदिनु भएको छ र एकदम तपाईँहरूले यसलाई चाहिँ एकदम नै तपाईँले स्किप नगरिकन सुनेर तपाईँले दोहोऱ्याएर सुन्नुहोस् है मण्डली परिवारहरू। तपाईँले सुन्नुभयो भने एकदमै महत्त्वपूर्ण कुरा छ र अरू बाँकी कुरा फेरि तपाईँहरूलाई म अर्को भिडियोमा तपाईँहरूलाई बताउँछु। र हुन्छ सबैलाई जय मसी सबैलाई।